नमस्ते साथीहरू। आज के गर्न आँटी भनेर सोच्दै हुनुहुन्छ होला हैन। आज चाहिँ म यो हाम्रो सानो खालको टमाटर हुन्छ नि, हेर्नु न, यो गोलभेडा भन्छ क्या यसलाई चाहिँ हैन। यो चाहिँ त्यत्तिकै बारीमा वेस्ट भइरहेछ, हेर्नु न, पानी परेको परे हैन, अनि पाकेर त्यत्तिकै वेस्ट भइरहेको छ। यसलाई चाहिँ आज के गरौँ भन्दाखेरि टिपेर, अब बर्खाको बेलामा त टमाटर पनि त्यति पाउँदैन नि त, अनि यसलाई चाहिँ टिपेर यस्तो गरेर टिपे पछाडि यो चाहिँ हैन, हेर्नु न यहाँ कति पाकेको छ। यसलाई टिपेर अनि काटेर सुकायो भने चाहिँ बर्खाको बेलामा यसको अचार हुन्छ नि, पिसेर खाँदाखेरि साह्रै मिठो हुन्छ क्या यो चाहिँ मेरो सबैभन्दा मिठो मनपर्ने बेस्ट टमाटर हो। हेर्नुहोस् न, यहाँ यति धेरै छ। अनि हजुरहरूको घरमा पनि पाकेको होला। यसलाई चाहिँ टिपेर सानो सानो चाना पारेर काटेर सुकाउनु होला। यो चाहिँ हेर्नु न, यो चाहिँ धेरै राम्रो हुन्छ। कसैको चाहिँ हात खुट्टाहरू दुख्छ अरे भनेर सुनेको छु, तर पनि यसमा चाहिँ भिटामिन सी हैन, हाम्रो हेल्थको लागि चाहिँ साह्रै राम्रो हुन्छ यो। यसरी हामीले टिपेर यसरी अनि यसलाई काटेर घाम लागेको बेलामा चाहिँ सुकाउनु पर्छ। यहाँ हेर्नु न, यो कति धेरै पाकेको रहेछ। बोट चाहिँ सानो छ तर पाक्न चाहिँ कति धेरै पाकेको छ। हेर्नुहोस् न, यहाँ सानो सानो बेबी टमाटर। यतापट्टि पनि पाएको होला। यहाँ हेर्नु न, कुर्सीमाथि राखेको छ क्या। यो चाहिँ मेरो मम्मीको आइडिया हो। कुर्सीमाथि राख्दाखेरि चाहिँ किरा लाग्दैन अरे भनेर। यहाँ पनि पाकेको छ। यहाँ कति धेरै पाएको छ। थ्याङ्क यू गाइस, हेरिदिनु भयो भने लाइक, सेयर, सब्सक्राइब गरिदिनु होला है प्लिज। तपाईँहरूलाई पनि मिठो लाग्छ भने फ्याल्नु नफ्याल्नु, त्यत्तिकै